आज संसारमा स्मार्टफोन सबैभन्दा ठूलो टेक्नोलोजी मार्केट मध्ये एक हो। चीन, भारत, दक्षिण कोरिया जस्ता देशहरूमा मोबाइल फोन ठूलो मात्रामा उत्पादन हुन्छ। तर प्रश्न उठ्छ, नेपालमा किन स्मार्टफोन म्यानुफ्याक्चरिङ हुँदैन त? नेपालमा मोबाइल फोन प्रयोग गर्ने मानिस लाखौं छन्, तर फोन भने अधिकांश विदेशबाट आयात हुन्छ। पहिलो कारण इन्डस्ट्री इन्फ्रास्ट्रक्चर। मोबाइल उत्पादन गर्न ठूलो फ्याक्ट्री, एडभान्स मेसिन र स्किल्ड मेन पावर चाहिन्छ। नेपालमा यस्तो इन्डस्ट्रियल इकोसिस्टम अझै धेरै विकसित छैन। दोस्रो कारण मार्केट साइज। नेपालको बजार विश्वका ठूला देशहरूको तुलनामा सानो छ। ठूलो फ्याक्ट्री चलाउन ठूलो बजार र एक्सपोर्ट मार्केट चाहिन्छ। तेस्रो कारण सप्लाई चेन। स्मार्टफोन बनाउन धेरै पार्ट्स चाहिन्छ। प्रोसेसर, डिस्प्ले, ब्याट्री, क्यामेरा मोड्युल यी सबै अलग-अलग देशबाट आउँछन्। नेपालमा यस्तो सप्लाई चेन अझै बनेको छैन। चौथो कारण इन्भेस्टमेन्ट। मोबाइल म्यानुफ्याक्चरिङ सुरु गर्न अरबौं रुपियाँको लगानी चाहिन्छ। नेपालमा यस्तो स्तरको टेक्नोलोजी इन्भेस्टमेन्ट अझै कम छ। यसैले नेपाल अहिले स्मार्टफोन बनाउने देश होइन, तर मोबाइल फोन प्रयोग गर्ने बढ्दो डिजिटल मार्केट भने अवश्य हो। नेपालमा पनि इलेक्ट्रोनिक एसेम्ब्ली वा टेक्नोलोजी म्यानुफ्याक्चरिङ सुरु हुने सम्भावना पूर्ण रूपमा असम्भव भने छैन।